हेलो एभ्रिवान, आज चाहिँ मेरो छुट्टी थियो अनि छुट्टीमा मैले चाहिँ मेरो लागि ढेँडो पकाएँ हैन। अनि त्यसपछि यो देख्न सक्नुहुन्छ किनेमा हो। किनेमा चाहिँ यस्तो मिठो हुन्छ नि गाइज हैन। अनि त्यसपछि मैले अनि यता देखाउँदैछु यो चाहिँ माछा हो, त्यही नेपालको माछा बोजूले ल्याइदिनु भएको है, सुकेको माछा यस्तो मिठो हुँदो रहेछ। अनि यो चाहिँ ढेँडो मेरो लागि बनाएको थिएँ। त्यसपछि यो साइडमा मैले अमलेट पनि बनाएको थिएँ। अनि यो टमाटरको अचार भइहाल्यो। अनि यति थोरै मात्रै बनाएको थिएँ, म एक्लै थिएँ नि त, मेरो हस्बेन्ड चाहिँ काममा। अनि त्यसपछि यहाँ चाहिँ म खाँदैछु, यस्तो मिठो भएको थियो त्यो अचारसँग डिप गरेर, यस्तो मिठो भएको थियो। अनि त्यसपछि यहाँ चाहिँ मैले फेरि माछासँग यस्तो चोपेँ अनि खाएँ है त। अनि त्यसपछि किनेमासँग पनि चोपेँ अनि त्यसपछि मैले खाएँ, यस्तो मिठो हुन्छ नि। अनि त्यसपछि यहाँ बसेर ओभर गर्दा पनि थुकाइरहेछ। अनि त्यसपछि यो चाहिँ खाइसकेर मैले तपाईँहरूलाई देखाइरहेको छु नि, माछाको काँडा देख्न सक्नुभयो नि हैन। अनि त्यसपछि यो चाहिँ हो, मैले माछाको काँडा देखाउँदैछु, कस्तो मिठो हुने क्या यो माछा। थ्याङ्क यू फर वाचिङ दिस भिडियो, बाई।